यत्रो म चाहिँ यसरी आउँदै गर्दाखेरि होइन यहाँ गुच्चीको पर्स भेटाएँ कि आज हेर्नु न यस्तो राम्रो गुच्चीको पर्स के छ होला यसमा पैसा त होला पक्कै पर्स हेर्दा त टन्नै पैसा छ जस्तो छ तर कति छ हेरौँ है साथीहरू अनि मेन हाइवेमा हो कि फेरि लिएर जानु मिल्दैन हेर्दा पाउँछ होला मान्छे देखेर हेर्नु यहाँ कति धेरै पैसा रहेछ म चाहिँ यसो काम जाँदै थिएँ कि यत्रो पैसा एउटा नोट 10,000को नोट हो हेर्नु न यत्रो गएको फितिनी पैसा नपुगेर बिजोग भएको बेलामा यसरी पैसा भेट्दाखेरि अनुहारमा यतिको चमक त आइहाल्छ नि होइन तर के गर्नु लिएर जानु मिल्दैन तर यो पर्स त नेपाली के हो जस्तो छ भाइ यो पर्स हेर्दाखेरि अनि यहाँभित्रको यो फोटोहरू हेर्दा त नेपालीको जस्तै छ पैसा त बरु ठिकै थियो तर के अरे कार्डहरू त चाहिन्छ होला नि अब हजुरहरूले चाहिँ यो देखेर चाहिँ यसलाई यस्तो गरेर छोडेर बाई बाई गर्दै जान्छ होला भनेर सोच्नु भएको होला कि यो चाहिँ म लिएर जान्छु कि नेपालीहरूको रहेछ यो चाहिँ यदि कसै हजुरहरूको खसेको छ भने यो चाहिँ ओजने एकी नागोयाको ओजने एकीतिर हो यदि यो पर्स हजुरहरूको हो भने सम्पर्क गर्न सक्नुहुन्छ मलाई है मलाई सम्पर्क गर्नु होला पर्सनल रूपमा यसमा पैसा चाहिँ लगभग 1 लाख वरपर रहेछ मलाई चाहिएको पनि लगभग त्यति नै थियो कि ठिक्क गएको फी तिर्ने पैसा नपुगेर अनि के गर्ने है 1 महिना जस्तो काम चला गरेर फेरि तिरौँ कि क्या हो मान्छे आयो त्यही नै हो ल यो पैसा चाहिँ मैले लाँदैन तर आज लगेर म राख्छु यदि हजुरहरूको हो कसैको भने चाहिँ सम्पर्क गर्नु होला है त ल यस्तो छ पर्स गुच्ची खै ओरिजिनल गुच्ची हो कि के गुच्ची हो थाहा भएन तर हेर्दा गुच्चीको जस्तो छ त्यही नै हो म चाहिँ काम जाँदै थिएँ कि अनि भेटिहालेँ के गरौँ अब यो मेन चोकनिर है क्यामेरा पनि छ होला मैले लगाइदिएको छ होला अब केही छैन मलाई खबर गर्नु होला भन्न चाहन्छु यसभित्र पैसा भन्दा नि कार्डहरू इम्पोर्टेन्ट छ जस्तो लाग्यो त्यही नै है त ल म त काम नजाने कि क्या हो यत्रो पैसा भेट्दा त्यही नै हो ल बाई बाई